कृपा भएको हुनाले मनको कृपा भएको हुनाले पाएका छौं अमूल्य यो चोला आजै गरौँ सबैले सत्कर्म फेरि जन्म होला कि नहोला फेरि जन्म होला कि नहोला फेरि जन्म होला कि नहोला मानको कृपा भएको हुनाले भई असफल यो जन्म हुँदैछ कि कता जाऊ के गरौँ जाऊ है अब गुरुको शरणमा गुरु ज्ञान लिएर परतरौँ गुरु ज्ञान लिएर परतरौँ गुरु ज्ञान लिएर परतरौँ मानको कृपा भएको हुनाले गुरु साक्षात थेबाको रूप हो गुरु साक्षात थेबाको रूप हो यो धरतीमा अवतार आउनु भो भक्तजनको निम्तिमा गुरुले दुःख कष्ट धेरै नै पाउनु भो दुःख कष्ट धेरै नै पाउनु भो दुःख कष्ट धेरै नै पाउनु भो मानको कृपा भएको हुनाले मानको कृपा भएको हुनाले पाएका छौं अमूल्य यो चोला आजै गरौँ सबैले सत्कर्म फेरि जन्म होला कि नहोला फेरि जन्म होला कि नहोला फेरि जन्म होला कि नहोला मानको कृपा भएको हुनाले